गान्तोकबाट आएर हेरेको त आम्बो काँक्रा त यत्रो फलेछ एउटा यो टिपिदिएको पो अब एउटा अब एउटा कतिवटा फलेको छ दुईटा अरू चाहिँ सानो बोटमा नि कतिवटा फलेछ यहाँ एउटा यहाँ छ दिनु यो चाहिँ राख्नु पर्यो है नेक्स्ट टाइम खाँदा हुन्छ नेक्स्ट टाइमको लागि यो तीनटा नजिकमा लैजाऊ ल त्यो छवटा भएछ अम्बो अझै दुईटा सन्डे खानुपर्छ फेरि घर आएर उयो चाहिँ सन्डे खानु गाइस बोट चाहिँ सानो मात्रै छ ल सानो मात्रै छ बोट होइन यहाँनिर काँक्रा चाहिँ हामी 5वटा जस्तो फलेछ नि त हौ भोलि एउटा अफिस लान्छु एउटा खानुपर्छ यहाँ अफिसको मान्छे बिरेडी काँक्रा खानुको लागि यो होस् है अर्को पालि नेक्स्ट टाइम खाँदा टक्कै हुन्छ अब